हेलो हेलो साथीहरू सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै फिट एन्ड फाइन छु। आज चाहिँ छु म डेनमार्कको भिनरुप भन्ने ठाउँमा। हामी तिनजना साथीहरू चाहिँ लगभग आधी घन्टादेखि चाहिँ ट्रेनको वेटिङमा बसिरहेका थियौँ। अनि त्यो समयको चाहिँ सदुपयोग गरौँ न त भनेर हामीले चाहिँ यसो चटकहरू देखाइरहेको थियौँ। स्पेसल्ली मैले अहिले पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। त्यत्तिकैमा ट्रेन आइहालेछ, मैले देखिहालेँ। अनि त्यसपछि ट्रेन आउने बित्तिकै म चाहिँ झोला टिपेर टाप चढिहालेँ, किनकि ट्रेनले वेट गरेर बस्दैन नि त। यतापट्टि चाहिँ हाम्रो सञ्जय, अर्कोपट्टि चाहिँ हाम्रो हिमा, दुईजनालाई नै हाई गर्न लगायौँ। त्यसपछि म पनि त्यहीँसँगै बस्यौँ अनि गफ गर्दै यस्तो दामी भ्यू हेर्दै आफ्नो डेस्टिनेसनतर्फ लागेँ। भ्यू चाहिँ यस्तो दामी थियो, त्यहीँ ओर्लेर बस्छौँ बसौँ टाइपको फिल भइरहेको थियो मिल्ने भएदेखि होइन। 15 मिनट जतिको ट्राभलपछि चाहिँ हामी पुग्यौँ स्ट्रियर भन्ने ठाउँमा। त्यहाँ पुगेपछि चाहिँ हिमालय यताबाट चाहिँ समुद्र जाने हो है, यस्तो यस्तो ठाउँ छ भन्दै हामीले देखाउँदै थियो, सिकाउँदै थियो। किनकि सञ्जय र म चाहिँ समुद्र जाने प्लान गरेका थियौँ। अनि हिमा चाहिँ डाइरेक्ट उसको डेस्टिनेसन जाने कुरा भयो। अनि उसको ट्रेनको टाइम भइसकेको रहेछ। अनि उसलाई पनि बाई बाई गऱ्यौँ। अनि हामी दुईजना दाजुभाइ चाहिँ अनि सरर अगाडि जाँदै थियौँ। अनि अलिकति अगाडि पुग्ने बित्तिकै मैले बार्बर सप देखेँ। मैले सुनेको थिएँ यहाँको बार्बर सप चाहिँ एकदमै महँगो हुन्छ, लाइक कपाल काट्ने, दाढी काट्ने सबै एकदम महँगो हुन्छ भन्ने सुनेको थिएँ। हेरिदिउँ न त भनेर यसो गएर हेरेको, प्राइस सबै लिस्ट त्यहाँ टाँसेको रहेछ। अनि यति धेरै महँगो रहेछ, मलाई चाहिँ एकदमै महँगो लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो एकचोटि हेर्नु होला है त। अनि अलिकति अगाडि जाने बित्तिकै त्यहाँ चाहिँ नेपालको त्यो ग्यारेजहरूमा राख्छ नि, त्यो ट्र्याक्टरहरू गाडीहरूको त्यो चक्काहरू निकालेर राख्छ, त्यो टाइपको देखेको। अनि त्यस्तै फिल भयो, देखाएँ। अनि त्यसपछि सरर अगाडि गयौँ दुईजना दाजुभाइहरू कुरा गर्दै। तर हामीलाई बाटो थाहा थिएन कहाँदेखि समुद्र जाने हो। जे होस् आज जसरी पनि समुद्रको पानी छोएर आउनुपर्छ साथी भन्दै दुईजना दाजुभाइ चाहिँ गफ गर्दै गर्दै अगाडि भ्यू हेर्दै मजा लिँदै, भ्यूको मजा लिँदै जाँदै थियौँ। अनि अलिकति अगाडि पुग्ने बित्तिकै झन् यस्तो दामी भ्यू देख्यौँ, जति अगाडि गयो झन् त्यस्तो राम्रो भ्यू हेर्दै हेर्दै रमाउँदै जाँदै थिएँ दुईजना। अनि त्यहाँनिर म्याप रहेछ एउटा उसमा टाँसिराखेको। अनि त्यो हेर्न जान्छु म भनेर साथी चाहिँ गयो। अनि म चाहिँ लखर लखर त्यही बाटो अगाडि गइरहेको थिएँ। अलिकति अगाडि पुग्ने बित्तिकै मैले चाहिँ त्यो सानो पालदेखि चाहिँ उयो समुद्र देखिहालेँ। म चाहिँ खुरुरु अगाडि गइहालेछु, अलिक परै पुगेछु। अनि साथीले चाहिँ त्यहाँदेखि होइन यहाँदेखि जाऊँ न भनेर भन्यो। अनि फनक्क फर्केर म पनि उसको पछि पछि गएँ। अनि त्यहाँबाट अलिकति ओह्रालो झर्ने बित्तिकै चाहिँ यस्तो दामी भ्यू देखेँ, मन यस्तो शीतल बनाउने क्या। अनि शान्त सुन्दर कस्तो आनन्द आउने, म एकछिन त हेरेको हेरेँ भयो होइन। अनि तपाईँहरूलाई पनि देखाइदिउँ भनेर यसो क्यामेरा घुमाएर देखाइहालेँ। अनि त्यसपछि साथीले सोधेँ कस्तो लाग्छ साथी, भनेको एकदम रमाइलो हुँदैछ यार, मजा लाग्यो भन। अनि त्यसपछि हामी दुईजना यसो